नमस्कार सम्पूर्णमा। डिबी लोटरीको फर्म भर्नुभएको थियो तर कन्फर्मेसन नम्बर हराइसक्नुभयो अथवा डिलिट भइसकेको छ भने तपाईले डिबी लोटरीको रिजल्ट कसरी चेक गर्ने, कन्फर्मेसन नम्बर कसरी रिकभर गर्ने भन्ने विषयमा आजको भिडियोमा पूर्ण जानकारी पाउनुहुनेछ। यस्तै अन्य महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर जोडिराख्नुहोला। अब ढिला नगरिकन जाउँ विषयवस्तुमा। सर्वप्रथम तपाईले आफ्नो मोबाइलमा रहेको गुगल ओपन गर्नुहोला र डिबी लोटरी 2026 लेखेर यसरी सर्च गर्नुहोला। डिबी लोटरी 2026 लेखेर सर्च गरिसकेपछि युएस डिपार्टमेन्ट अफ स्टेट भनेको छ। यहाँ इलेक्ट्रोनिक डिबी लोटरी भिसा प्रोग्राम यो युएस गभर्नमेन्टको अफिसियल वेबसाइट हो। यसैमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गर्नुहोला। त्यसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस खुलेर आउनेछ। तल स्क्रोल गर्दै जानुहोला। तल स्क्रोल गर्दै जाँदा यहाँनिर चेक स्ट्याटस पाउनुहुनेछ। यसमा क्लिक गर्नुहोला। त्यसमा क्लिक गरिसकेपछि फेरि अर्को इन्टरफेस खुलेर आउनेछ। कन्टिन्यूमा क्लिक गर्नुहोला। कन्टिन्यूमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस खुलेर आउनेछ। यदि तपाईसँग कन्फर्मेसन नम्बर छ भने यहाँनिर कन्फर्मेसन नम्बर, आफ्नो लास्ट नेम, डेट अफ बर्थ र क्याप्चा फिल गरेर तपाईले डिबी को रिजल्ट चेक गर्न सक्नुहुनेछ। हामीसँग त कन्फर्मेसन नम्बर छैन, त्यसकारण हामीले यहाँनिर कन्फर्मेसन नम्बर राख्ने ठाउँ छ नि त्यहाँ भन्दा तल दिएको छ फर्गेट कन्फर्मेसन नम्बर। यसमा तपाईले क्लिक गरिदिनु होला। त्यसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस खुलेर आउनेछ र यहाँनिर तपाईले कुन सालको डिबी लोटरीको कन्फर्मेसन नम्बर चाहिएको हो उक्त इयर तपाईले यहाँनिर राख्नुपर्ने हुन्छ। 2025 यहाँनिर सिलेक्ट छ, यसैलाई कन्टिन्यू राख्नु होला। र यहाँनिर दोस्रो नम्बरमा डिबी लोटरी फर्म भर्दा तपाईले दिनुभएको आफ्नो नेम, सम्पूर्ण कुरा सही भर्नु होला र डेट अफ बर्थ पनि सही भर्नु होला। अब तपाईले जुन डिबी लोटरी फर्म भर्दाखेरि दिनुभएको थियो इमेल एड्रेस, इमेल आइडी, उक्त इमेल आइडी यहाँनिर तपाईले राख्नुपर्ने हुन्छ। किनभने उक्त इमेल आइडी भने तपाईसँग हुनुपर्ने हुन्छ। तपाईको कन्फर्मेसन नम्बर उक्त इमेल आइडीमा नै सेन्ड गर्नेछ। त्यसकारण तपाईले उक्त इमेल यहाँनिर राखिदिनु होला र यहाँनिर सेम क्याप्चा फिल गरेर सबमिटमा क्लिक गरिदिनु होला। सबमिटमा क्लिक गरिसकेपछि 10 मिनेटदेखि लिएर तपाईको 24 घण्टाभित्र कन्फर्मेसन नम्बर तपाईको उक्त इमेल आइडीमा आउनेछ। यसरी तपाईले आफ्नो कन्फर्मेसन नम्बर रिकभर गर्न सक्नुहुनेछ। जानकारी कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला। यस्तै अन्य महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर जोडिराख्नुहोला। हस्त, धन्यवाद।